बुढाले दिइहाले राम्रो गरेछ कि छैन खेतीपाती गर्न जान्ने हो कि होइन भाँगाका थिए रे कतै अग्लो कतै होचो मिलाउन पनि जान्दा रहन्छन् कालकले लडाएर त खत्तमै बनाएछन् छाता पो लिएर जाने हो कि घाम यस्तो चर्को छ अहिले त त्यति चर्केको छैन बुढी घाम त्यो पनि के ठेगान मौसमको जाऊ त बुढी दयालमाथि छाता राखेको छ ल्याउ त बाटो चाहिँ राम्ररी जानु है उमेर ढल्किँदै गएपछि अलिक विचार गरेर हिँड्नु है ढल्के के हो त बुढी यो उमेर पूर्वतिर ढल्के छ कि पश्चिमतिर ढल्के छ कि ठट्टा गर्न त यो बुढालाई कसले सक्छ र राम्ररी हिँड्नु पो भनेको त छिल्लेको बुढा लौ के छिल्लिएको भन्नु र भाँचिए मर्के हेरचाह गर्ने तिमी नि छौ नि भनेको नि जानुहोस् बुढा कति जिस्केर बस्नु भएको खाजा खान छिट्टै आउनु है अलमा लिएर नबस्नु नि गाउँतिर ल बाबु आमासँग कुरा गर तिमीहरूको त फोन आउनै हुन्न झम्टिहाल्छे खुट्टाको खेतहरू सबै भाडामा दिइसके र पाली गर्ने तिमीहरू कता छौ कता हामी बुढाबुढी भइसक्यौँ बुढाबुढीले के चाहिँ गर्ने हो र अब कहिले आउँछौ त बाबु खै बुढी म पनि कुरा गरौँ त बाबु हाम्रो देशको शासकै खराब हुन् कि हाम्रो शिक्षा प्रणाली नै खराब हो नेपालमा त सबै गरिता भइसक्यो बाबु बडा बडा घर बनाउँछन् बस्ने मान्छे कोही छैनन् त्यही त घरमा बस्नलाई पनि घरले खाला जस्तो भइसक्यो बाबु उद्योग धन्दा खुलिदिएको भए यहीँ प्रशस्त रोजगार सृजना हुन्थ्यो बाबु युवा पुस्ता पनि विदेशी नै थिएन होला देश त प्रकृतिले स्वर्ग बनाएको नि बाबु तर हामीले के गर्नु जानी नजानी नर्क बनायौँ नमस्कार है कर्णेल बा आमा नमस्कार है नमस्ते बाबु नमस्ते बाबुहरूलाई कति जग्गा चाहियो हो कुन्नु त होइन त्यही 3-4 रोपनी हो हजुर हजुरले चिन्ने कुरै भएन हजुर अब हजुरहरूले जग्गा भाडामा दिन खोज्दै हुनुहुन्छ भन्ने सुनेर हामी त हजुरको घर खोज्दै आएको हजुर त्यसमा के गर्छौ नि तरकारी खेती गर्ने विचार छ हजुर त्यसमा त हजुरले चिन्तै नगर्नुहोस् न हजुर अब आफ्नै सम्झेर हामी काम गरिहाल्छौँ नि हजुर ए ठिकै छ त अनि कति चलेको छ हजुर यतातिर रोटी चिल्ला मिठा भन्छन् पुरा खस्रा मिठा बाबु रोपनीको त्यस्तै 10 जति चल्या छ त्यत्रो पैसा त हामीसँग अहिले नहोला हजुर बरु पहिलो खेत तरकारी व्यापार गरेपछि टक्राउँछौ नि हेर बाबु पहिला पनि मैले जग्गा भाडामा दिएको थिएँ पैसै नदी भागेँ यसपालि त भाडा सबै पहिले दिनुपर्छ है आमा एक दुई पैसा तलमाथि पर्छ त केही गर्दैन बाबु भाडा त पहिले दिनुपर्छ यसो गरौँ न हजुर पहिले अलिकति हामी पेस्की टक्राइहाल्छौँ हजुर अनि बाँकी पछि गर्दै गरौँला नि हुन्न हजुर
हुँदैनस् बुढा मान्छेहरू त इमान्दार देखिन्छ गरेर खानुहुन्छ भनेर देख्ने त्यसमा त हजुरहरूले चिन्तै गर्नु पर्दैन हजुर। अब हजुरहरू भनेको हाम्रा बाआमा जस्तै त हो नि, बरु हो सानोतिनो कामको लागि हजुरहरूले ज्याला पनि दिनु पर्दैन, हामी त्यसै गरिदिन्छौँ हजुर। काम गर्ने विदेश गइहाले अब हामीलाई गाह्रो साह्रो परे बेलामा त सघाउनुहुन्छ होला नि बाबुहरूले। मुख्य देखाइन्छ हेर बोल्नु यहाँ माइक साइक चाहिने क्या जति टिपी टिप्यो ठिकै छ, त्यसमा यसो तरकारी सरकारी होला त्यसमा नमस्ते। लेखाबारी कस्तो छ त काले? गोठ छाइसकेको होला? मकै गोड्ने काम त सकियो बा, गोठ त हिउँदमा नै छाएको नि। कस्तो पालेको छस् कि छैनस्? छन त छन् नि हजुर, दुईवटा गराउँदा बिहाको 7 दिन भयो, खैरी बिहाको त्यस्तै 15 दिन जति भयो हजुर। घाँस र कुरो त मलाई भ्याइ नभ्याइ छ नि हजुर, त्यसो म उतै व्यस्त हुन्छु हजुर। हजुर उतैदेखि कोसेली पनि लिएर आएको थिएँ हजुरलाई भनेर। बेगर भने मान्दैनस् कि हामी एउटा कन्या खोज्यौँ त? एक्लो ज्यान पाल्न त धाउ छ, खै बिहे कसरी गर्नु र? तँलाई पनि त ढुक्कै हुन्छ नि काले, घाँस दाउरा गर्न सजिलो हुन्छ, साथी पनि हुन्छ। त्यो त हो नि हजुर, आजकलको जमानामा सज्जन भलादमी केटी पाउनु गाह्रै छ त। खोज्न त एउटी केटी, म नि आजकल पहिला जस्तो हिँडुल गर्न सक्दिनँ। खोज्न त लगाएको हो नि भाइ, तर अहिलेसम्म कोही त्यस्तो एउटै भेटिएका छैन। अब आइहालिस्, तल भाडामा बस्नेले तरकारी फलाएका छन्, लिएर गएस्। यस्तो भए तर उनीहरूले मलाई चिन्दैनन् होला। तेरो बारेमा मैले सबै कुरा उनीहरूलाई भनेको छु, मेरो नाम लिनु नि। हस् त बा, अब म जान्छु नि हजुर। मैले भाउजू भनेको तपाईँ नै हो? हो हजुर, मै हो। हाम्रो भेट त पहिलोपटक हुँदैछ, के चिन्नुहुन्थ्यो र हजुरले मलाई? भन्नुहोस् न, को हो तपाईँ? म काले भाउजू, कर्णेल बाको गाईको हेर्ने मान्छे। ए चिने कर्णे बाह्र आमाले मसँग हजुरको बारेमा कुरा गर्नुभएको थियो। पक्नुहोस् बाबु, मैले ठिक्क पारेको छु, लिएर जानुहोस्। ल मैले यो झोलामा राखिदिएको छु, ल लिएर जानुहोस्। के थाहा छ भनेको हजुरले? कहिले रक्सी नखाने मान्छे, रक्सी खाएपछि ताल्न बेतालको। के गरेर मैले कुकुरको मुख धोकेर आएको छ, अझै बढी बोल्ने, लाज शरम छैन। खान्छु त मेरो मर्जी, तैँले पनि त आफ्नो मर्जी गरेकै छ। के गर्छस् तैँले भन्छ? बढी गरे कतै कर्ने बुढाको घरमा बस्ने होइनस्? के गर्छस्? चुप लाग, मुखमा जे आए त्यही बोल्छौ। रक्सी खाएर आएर बाउ जस्तो मान्छेलाई के बोल्न पर्छ, के बोल्न पर्दैन भन्ने कुरा थाहा छैन तिमीलाई? मुखमा जे आए त्यही बोल्छौ।
बिमली बिमली टहल भने सुन्दिनस् टहल ढोका त खुल्लै पो छ छैन त कतै पनि छैन लगी क्या हो पक्का पक्का पक्कै लो जस्तो छ म ओए कर्णे कर्णे ओए कर्णे कर्णे बिमली देखाउनु पर्ने लिएर आएर फुकाइदिन्छ दुस्छ टाउकोमा पनि यहाँ चोट लागा हेर्दा त सोझो देखिन्थ्यो तर कसरी कुलतमा फसेछ त त्यो पखन त म एकचोटि समाउँछु समाउँदा मानिहाल्छु कि बिमलीलाई त चरित्रहीन भनेर सधैँ झगडा गाली गर्छन् नि त्यस्तो हो भने त खेतमा राख्नुहुन्न है हो बा हो खेतबारी त हेर्नै छोडिसके दिनभरि कहाँ जान्छन् कहाँ राति धोकेर खुट्टा टेक्न नसक्ने गरेर बेर आएर मलाई गाली गर्छन् बा एकचोटि बाले सम्झाइदिन पर्यो नि बा हजुरले सम्झाइदिनुहुन्छ कि भनेर आएको खै बा पहिला त त्यस्ता मान्छे थिएनन् आँखामा हाले पनि नबिजाउने थिए अहिले त खाएर आएपछि के गर्छन् के भन्छन् मलाई बिमली किन आज के खाएर आयो चिटिक्क परेको देख्छु त ओ कति चिस्केको के खानु त्यही सिन्कीको रस र भात खाएको त्यति मात्रै हो यति हजुरको माया पनि बिसायो त्यसो भन न त लाटी ए बुझ्नु न ए हो र त्यही भएर त यति राम्रो देखियो कि नि आज जति झगडा परे पनि छोडेर त कहिले पनि गएकी थिइनँ बिमली कहाँ गयो भएन खोज्न जानु पर्यो कडेलामा ए कडेलामा कडेलामा ए कडेलामा कसलाई बोलाउनु भएको ए मङ्गले पो बिमली हिजोदेखि घरै आएकी छैन आमा यतातिर आएकी छ कि भनेर म त बुझ्न यता आएकै छैन के को खाइला बेला हो यो बिमली यता आएकी छ कि भनेर सोध्न आएको हिजोदेखि घरमै आएकी छैन कहाँ हुनु नि यता दिनै रक्सी धकेर कुट्छस् रे तैँले कुटी कुटी मारेर फालिसी क्या हो जेपा त्यही नबोल्नुहोस् न त्यतिसम्म पनि गिरेको छैन जान्छु बिचारी बिमली गड्या लग्नीलाई पालेर बसेको कहाँ गयो यो कुलतले
धनको त्यत्तिकै नाश गर्छ, प्रतिष्ठामा त्यत्तिकै आँच आउँछ, शरीर त्यत्तिकै हानि गर्छ। सधैँ कहाँ खानु र? यसो कहिलेकाहीँ काम गरेर जिउ दुखेको बेलामा मात्रै हो खाने कुरा। दिनौँ खाएर आएको भन्ने सुनिन्छ त। कसले भन्यो तपाईँलाई? कोही बिमारीले त होला नि। पनि मैले तिमीलाई भनेको हुँ। आफूभन्दा ठुलाले दिएको अर्थ सुन्दा के बिग्रिन्छ होला हजुरको? कुरो लाउन भ्याइछ कि छैन? त्यसमाथि म के खान्छु, कति खान्छु, त्यो मेरो व्यक्तिगत कुरा हो। ल विवाद नगर, तिमीहरूको व्यक्तिगत कुरा हो यो। अब मेरो जग्गामा बसिया छौ, अब राम्रोसँग काम गर। गरिरहेका त छौ नि। हेर नडाँट, अस्ति कति हराभरा थियो यो बारी, अहिले त पुरा झरीले चुटेर तथालिङ्ग भए जस्तो छ। तपाईँहरूलाई वर्षेनी भाडा त दिएकै छौँ नि हामीले। अरू कुरो त हाम्रो निजी मामला हो। हाम्रो काम आफूलाई लाए सत्य कुरा बताइदिने हो। हेर मेरो जग्गामा बसेका छौ, हेर मिलेर बस्नु पर्ने भए बसेर गर, नभए जा छोडेर जा। किन यस्तो हुनुभएको तपाईँ? आफूभन्दा ठुलोसँग बोल्ने त्यही हो तरिका? कुरा लाउन भ्याइछ कि छैन? नत्र झगडा भएको कुरा तिनले कसरी थाहा पाए? भरि हल्ला भइसकेको छ, गाउँले सबले थाहा पाइसके। ल साउजी 5 किलो मल चाहियो मलाई। यो लिएर होइन 5 किलो मात्र वितरण गरेको हो र हजुर? अहिले मोलै पाइँदैन, अहिले मोलै आएको छैन, गाह्रो छ मोलको। अहिले त्यही भएर अहिले सबैलाई भाग पुऱ्याउनु पर्छ, त्यही भएर 5-5 किलो दिइरहेको छ। नै छँदा देशमा मल कारखाना खुल्दैछ अरे भन्ने सुनेको थिएँ। अब म यत्रो भइसकेँ, आजसम्म एउटा मल कारखाना स्थापना गर्न सकिएको छ। पढी लेखेको हुनुहुँदो रहेछ, अनि यस्तो खेती किसानी गरेर बस्नुहुन्छ त? ए ल मिस त म अनि कहाँ खाडीतिर लाग्नु? आएको यति नै हो, मैले ल्याउने होइन। होइन यति हो मूल, के मूल ल्याएको यति? यो बोट बिरुवालाई सुगाउने मात्र हो। मेरो बाउको मल कारखाना छ र भने जति ल्याउनलाई 5 किलो। होइन के भयो तपाईँलाई? तपाईँ यसरी रिसाउने धर्किने मान्छे त होइन कि? मूल लिने ठाउँमा झगडा पर्यो तपाईँको? धेरै नाटक नगर है त। के झगडा गर्ने मान्छे जस्तो देखिन्छु म? लोग्ने मान्छेको जात के भरोसा गर्ने? म नि देख्दैछु स्वास्नी मान्छेको जात कति विश्वासिला, कति भरोसिला हुँदो रहेछ। ल झगडा गर्दै गरौँला, भोक लाग्यो होला, बरु म चिया नास्ता बनाउँछु। गोबो पर्दैन, बजारतिर जाने काम छ, म उतै गएर खाउँला।
ए बिमली बिमली हजुर म चाहिँ अब यसो तरकारीमा औषधि हालेर आउँछु फेरि किराले भसक्कै बनाउँछ है हुन्छ किराकिरी पनि लगाएको छ अलिअलि हाल्दा ठिकै होला त्यही छ त्यत्रो दुःख गरेर लगाएको तरकारी औषधि हालेन भने त फेरि किराले त खाएर खत्तमै पार्छ त भन्दा पनि अर्को किन्नु पर्ला जस्तो भएर आएर त कस्तो लाउनै गाह्रो पो हुने भइसकेको छ त यो पक्नु पक्नु गरौँ छ मलाई हेर त यो अलिक त यो मिलाएर ढुकाइदेऊ त ल म औषधि हालेर आउँछु है छिटै आउनु है नमस्ते गर्ने बा नमस्ते बिमली के गर्दै हो यसो तरकारी हेरेको बा योचोटि त खासै तरकारी पनि फलेको देख्दिनँ मैले आहा कति राम्रो तरकारी फलाएको रहेछौ कति मेहनत गरेकी हो खोइ त मङ्गले अच्छा के पऱ्यो मेरो बिमली आहा हेर त खै खै गर्ने बा म हेरिदिन्छु के परेछ हजुर नानी बिस्तारै हिँड है छोरी बाटो त ठिक छैन बेला आउने बेला भइसक्यो ल छिटो गर न छिटो पखाल न ल ल ल भ्याइसक्यो हो अलिक आउँछ पखाल ल ल यसो मिलाएर आमा ल ठेदर साहब पनि आउने बेला भयो ल ल मिल यसपालि खासै धेरै तरकारी भएन ल ठेदर साहब पनि आइहाल्नु अरे ल ठेदर साहब आज त अलि ढिला पो गर्नुभयो त
आज अलिअलि अन्त पनि काम थियो त्यसले गर्दा अलिक ढिलो भयो ए ल ठिकै छ ल अब जो तपाईँ टिपेर राखिसक्नु भएको छ नि त होइन हजुर राखिसकेको छ अनि अब राखेको छ जोख दिनुहोस् कति हुन्छ अब कति छ सबै लिएर जानु पर्यो मैले ल पहिला के जोखौँ पहिला यो जोखौँ है त सबै त्यसैमा हाल्नु भएको छ मिलाएर राख्नु न त ल अब 10 रुपियाँ किलोको फर्सी बेचेर कहिले उँभो लाग्ने हो साउजी खै नबेच्ने भने नबेच्नु नि त मङ्गल दाइ मलाई किन घुर्की लाउनुहुन्छ अन्त 8 रुपियाँ किलोले पाइरहेको छु हामी किसानहरूसँग स्टोर गरेर राख्ने क्षमता नभएकाले त तपाईँहरूले मनपर्ने भाउ तोक्नु भएको हो नि। एउटा फर्सी फलाउन कति मेहनत गर्नुपर्छ थाहा छ साउजी तपाईँलाई कति मलजल गर्नुपर्छ पानी धेरै पर्यो भने कुहिएर जान्छ पानी परेन भने ओइलिएर मर्छ त्यति दुःख कष्ट गरेर एउटा फर्सी उत्पादन गर्नुपर्छ ग्राहकले सस्तोमा खाना पाएको भए चित्त पनि बुझाउनुहुन्थ्यो 1 किलो काँक्रा किन्दा 100 रुपियाँ भन्दा बढी तिर्नुपर्छ। अब हामी किसानले 30-35 रुपियाँ किलोमा बेच्नुपर्ने अनि ग्राहकले 100 रुपियाँमा भन्दा बढी तिरेर खानुपर्ने यो बिचको यत्रो मार्जिन कसले खान्छ है साउजी सरकारलाई सोध्नु न अहिले त नेपालमा 3 तहको सरकार छ अरे अनि मलाई के सोध्र हुन्छ जति छ त्यति चलेको भाउमा त लिइरहेको छु त मैले पनि 10-15 रुपियाँ खाने त हो नि तपाईँहरू घर घरमा आएर सामान सबै उठाउनु परेको छ किलोमा 10-15 रुपियाँ त खाने हो नि मैले तपाईँहरू घर घरमा आएर तरकारी जे हुन्छ सबै उठाएर लानु परेको छ मलाई पनि गाह्रो छ नि त ल साउजी कति भयो अब हिसाब गर्नु त बिचौलिया र दलाली मोटाउने व्यवस्था आएको रहेछ भनेर बुझाउला हामीले पनि। त्यसो भन्दा खोइ हिसाब किताब गरिदिनुहोस् न त साउजी ल तपाईँको सबै गर्दाखेरि यति भएछ गनेर राख्नुहोस् सबैको लौका फर्सीको मुन्टा यो सबैको हो साउजी तपाईँको जति पनि जोखेको छ त्यति सबै यति नै हो यति सस्तोमा तरकारी बेचेर कहिले उँभो लाग्नु